guys, welcome to my channel. So आज चाहिँ हामी घुम्न गइरहेछौँ हैन दाइहरुसँग काम गर्ने ठाउँको अनि म चाहिँ ढिलो भइसकेको छु अरु बेला त हुँदैन थिए अब आज चाहिँ ढिलो भइसकेको रहेछु हैन 7 बजे जानुपर्ने सभा 8:15 हुन आँटेको छ हैन अब म यति टाढा आइपुगे उबर गरेर तर अब दाइहरुले चाहिँ मलाई झन् अब 10 मिनेट चाहिँ हिँडेर पारीपट्टि ल्याउने त्यो गर्नुभयो कि तिर्ने बिकज आई मेक देम वेट भनेर भयो कि सो अब दाइहरुले चाहिँ वेट गर्दै नै हुनुहुन्छ अब हेरौँ दाइहरुको रियाक्सन चाहिँ कस्तो हुन्छ हैन मार्न त मार्नु हुन्छ तर गाली गरेर चाहिँ अब अलिअलि हुन्छ नि त बाई बाई त्यस्तै हो नि त अलिअलि अब भइहाल्छ हैन तर पनि पर्खेर बस्नु भएको छ त्यसको लागि चाहिँ धन्यवाद छ अब हेरौँ के हुन्छ हैन त्यसपछि घुम्न जाने अब कहाँ जाने हो भन्ने कुरा पनि मलाई थाहा भएन एक्ज्याक्ट मलाई नाम थाहा भएन हैन सो अब चाहिँ त्यो चाहिँ अब गएपछि बल्ल त्यही थाहा पाउने हो सो आज चाहिँ म पुरै देखाउने छु हैन कहाँ घुम्न गइरहेको छु के गर्न गइरहेको छु कहाँ गयौँ के गरी सब देखाउने हो सो आज चाहिँ हाम्रो इस्टर होलिडे हो सो आज चाहिँ छुट्टी छ बिदा छ सो आज हामी सबजनाले चाहिँ प्लान बनाएको थियौँ चाहिँ घुम्न जाने भनेर अनि सो अब चाहिँ हामी जाँदैछौँ वाच दिस स्पेस भन्ने यो जहाँ चाहिँ हाम्रो यो आउँछ नि बोटहरू सबै कुरा त्यहाँ चाहिँ हेर्न गइरहेछौँ ऊ त्यहाँ पर एउटा गइसके एउटा चाहिँ ऊ त्यहाँ पर गइसके सो दुईटा चाहिँ गइसके यही हो यहाँको राजाहरू यहाँको समुद्रको राजा भनेको यो हो समुद्रको बाहिर समुद्रको बाहिर सो अब चाहिँ हामी पार्कमा आइसकेको छु कङ्गार नै छिर्यो होला त्यसलाई नै अर्को स्पिसिसको नाम दिइसकेको खरायो र कङ्गारुले उल्टो गरेर बने जस्तो छ यहाँ पनि रहेछ एउटा अर्को विचित्र प्राणी यतापट्टि लिजर्ड यहाँ पनि एउटा अर्को रहेछ फेरि चमेरा गुफै गएर आयो चमेरो गुफै गएर आएको होइन रिसाएर यहाँ आइपुगेछ के छ विचार तिम्रो पूजा त त्यसलाई नै गरिदिन्छ क्या तिनीहरूले कोभिड कोरोना त्यसको बिचले यिनीहरू हिँड्यो यार आँखा नगरिदिने अस्ट्रेलियाको धरती अब फाट्न थालेको छ यस्तो रहेछ विश्व यस्तै फाट्दै गएपछि यस्तै हुन्छ अब अब चाहिँ हामी गोकार्टमा गइरहेछौँ सो यो चाहिँ टिकट हो अब गोकार्ट जाने अनि ड्राइभ गर्ने हो अब के हुन्छ भन्ने कुरा छ को फर्स्ट सेकेन्ड थर्ड हुन्छ हाम्रो सबैजना यहाँ तयार छन् सबैजना तयार छौँ होइन अब के हुन्छ भन्ने कुरा चाहिँ हो
मेन ड्राइभर चाहिँ हाम्रो अब फुल लाइसेन्स ग्रान्टेड हो नि त। हामी सब बनाउनै हो कि हामी फेरि सक्दैन त पछाडि नै हो नि। सबैले इन्स्ट्रक्सन दिने हो कि। अर्को ड्राइभर चाहिँ ऊ त्यहाँ परेछ, अलिक दाइको चाहिँ अलिक ठिक छैन कि जस्तो लागिरहेछ। 3 जना चाहिँ हाम्रो एउटै लेभलको हो, अब 1 जना चाहिँ हाम्रो इन्स्ट्रक्सन हो। मेरो साइड हान्नु मैले हाडेर त बाइक पनि बेइज्जत हुन्छ। मेरो र सचिन भाइको त दाइले त 2टा थोकमा साइन हान्नुपर्ने हो कि। कस्तो साइन नहान्ने हो र मेरोमा। दामी छ है। आउनुपर्छ यार, आउनुपर्छ यहाँ त गोकार्टमा त सब रेडी छ यार। यहाँबाट चाहिँ स्टार्टिङ पोइन्ट हो। हामी पनि एक टाइममा अब यहीँ जाने हो, रन गाउने हो। यस्तो छ, नो स्मोकिङ नो भेपिङ। भित्र क्यामेरा चलाउन पाइँदैन होला। सो अब गोकार्ट सकिसकेर हामी यहाँ बाइक रेस हुँदाखेरि बाइक रेस हेर्न आएको छौँ। ओ माई गॉड, यस्तो चाहिँ यतिको चाहिँ हुनुपर्छ है। पार्किङ नपाएर यस्तो तनाव चाहिँ यहाँ पार गरेर अब चाहिँ यस्तो छ होइन। सो अब चाहिँ हिँड्दै जानुपर्छ यो बाटोमा। पार्किङ नपाएर यस्तो तनाव भइरहेछ, सब गाडीहरू फर्केर आइरहेछ। सो अब चाहिँ हिँड्दै जाने। हामी चाहिँ अब मेलबर्न भिक्टोरियाको चाहिँ इन्डिङ पोइन्टमा जाने। ऊ त्यहाँ चाहिँ पर त्यहाँ अब त्यहाँसम्म चाहिँ गएपछि पुगाउने हो कि। फाइनली हामी यहाँसम्म चाहिँ आइपुगेछौँ। अब एकछिन चाहिँ हिँडेपछि बल्ल अब अगाडि चाहिँ भ्यू पोइन्टमा पुग्ने हो, इन्डिङ भ्यू पोइन्टमा। त्यसपछि चाहिँ अहिले अब यहाँ आइपुगेछौँ। अब यहाँ भित्र चाहिँ यस्तो रहेछ। सो के हो यहाँ चाहिँ हरेक कुरा पाइन्छ जस्तो छ होइन। यहाँ रिलेटेड ग्लभ्स, कप, हरेक कुरा भन्नाले यहाँको चाहिँ जति पनि साह्रै टाढा रहेछ यार। ओ माई गॉड, रमाइलो छ जिन्दगी। यतिको भएपछि त अब के चाहियो र। कहिलेकाहीँ चाहिँ यस्तो रमाइलो गर्न पाएपछि आनन्द हुन्छ, जिन्दगीमा रिल्याक्स फिल हुन्छ। भयोभरको सब टेन्सनहरू जान्छ। अब अर्को दिनबाट चाहिँ के हुन्छ थाहा भएन। कस्तो दामी छाल के। अनि स्विमिङ पुल घेरेर एउटा स्विमिङ पुल बनाइदिनु पर्ने हो कि। हामी ऊ त्यहाँ परबाट डाँडाबाट यहाँ आइपुगेको। सो अब चाहिँ हामी फर्किँदैछौँ। फोटोसोटो खिच्यो, भिडियो बनायो, रिल्स बनायो, दाइले लाइभ पनि गरिसक्नु भयो। अब चाहिँ हामी हिँड्यौँ। पानीको छाली यहाँसम्म आइरहेछ क्या फेरि। आम्मामा पानी परे जस्तै फिल भइरहेछ यार। हैट कति बिजी के कति भिड छ होइन। यहाँ चाहिँ लास्ट मान्छेहरू आउँछ। लास्ट चाहिँ के यति धेरै मान्छेहरू आउँछ कि यो ठाउँ खाली नै हुँदैन। सोच्नुहोस् न, पार्किङै नपाएपछि कति मान्छे आउँछ होला। यस्तो हुन्छ। अब चाहिँ हामी कार पार्किङतिर जाँदैछौँ, जहाँ चाहिँ हामीले कार पार्क गरेको थियौँ। सो अब चाहिँ के गाडीमा बस्ने अनि कतै गएर केही मिठो खानेकुरा खाने होइन। यस्तोमा हिँड्नु परिरहेछ पार्किङ नपाएर। यस्तो ठाउँमा पार्क गरेको छौँ कि 15 मिनट हिँड्नुपर्छ। जाँदा 15 आउँदा 15, हिँडेको हिँडे।
सो फाइनली घुमेर आइसकेपछि अब खानासाना खाइरहेको छु होइन। अब यसपछि खानासाना खाइसकेपछि चाहिँ अब एकछिनमा चाहिँ अब घरतिर लाग्ने हो। सो अब यति हो। सन्तोष हामी कहाँ जाँदा यो सो अब चाहिँ हामी घरतिर लाग्यौँ। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ गाइज।